अहिले तपाईले जे कुरा सुन्नुहुनेछ ती कुराहरू सत्य हुन्। ती कुराहरूले तपाईको जीवनमा ठूलो परिवर्तन ल्याउनेछ यदि तपाईले चाहनुभयो भने, किनकि ती कुराहरू परमेश्वरको हृदयबाट निस्केका वचनहरू हुन्। जो परमेश्वर हुनुहुन्छ अनि उहाँले तपाईलाई अति धेरै प्रेम गर्नुहुन्छ। तपाईको सारा हृदयले खोजेका व्यक्ति परमेश्वर बुवा उहाँ नै हुनुहुन्छ। यी वचनहरू उहाँले तपाईलाई लेख्नु भएको प्रेम पत्र हो। हे मेरा प्रिय छोराछोरी, सायद तिमीले मलाई चिन्दैनौ होला, तर म तिमीलाई एकदमै राम्रोसँग चिन्दछु। तिमी कसरी बस्छौ र कसरी उठ्छौ त्यो पनि म राम्ररी जान्दछु। तिम्रो हरेक कुराहरू मलाई थाहा छ। तिम्रो शिरमा भएको कपालको पनि मैले गन्ती गरेको छु। तिमी मेरो स्वरूपमा बनाइएका छौ। तिमीले चलहल गर्ने र जिउने आधार म नै हुँ। मेरै कारण तिमी अस्तित्वमा छौ। तिमी मेरो सन्तान हौ। तिमीलाई तिम्रो आमाको गर्भमा आउनु अघिदेखि नै म तिमीलाई चिन्दछु। सारा विश्वको सृष्टि गर्ने योजना बनाउँदा मैले तिमीलाई चुनेको हो। तिमी यो संसारमा भुलवश आएका होइनौ। तिमी त विशेष योजनामा आएका छौ। तिम्रा सबै कुराहरू मेरो पुस्तकमा लेखिएका छन्। तिमी कहाँ जन्मिनु पर्ने र कहाँ बस्नुपर्ने मैले निश्चित गरी तोकेको छु। तिमी भयानक र अद्भुत रीतिले बनिएका हौ। तिमीलाई मैले तिम्रो आमाको गर्भमा रचे र तिमीलाई तिम्रो जन्मदिनमा यस धरतीमा ल्याएको हुँ। तर मलाई नचिन्नेहरूले मेरो बारेमा गलत विचार गर्दछन्। म उनीहरूले सोचे जस्तो रिसाउने तथा तिमीदेखि टाढा बस्ने बुवा होइन, बरु म त अपार प्रेमको खानी हुँ। मेरो इच्छा के छ भने म तिमीलाई गहिरो प्रेम देखाऊ, किनकि तिमी मेरो छोराछोरी हौ अनि म तिम्रो बुवा हुँ। म तिमीलाई अनगिन्ती कुराहरू दिन चाहन्छु जुन तिमीलाई तिम्रो जन्म दिने बुवाले कहिल्यै पनि पुर्याउन सक्दैन। म तिम्रो सिद्ध बुवा हुँ। तिमीले पाउने हरेक असल थोकहरू मबाट नै आउँछ। म जुटाउनेवाला हुँ र तिम्रो सबै खाँचोहरू म पूरा गर्नेछु। तिमीसँग आशा नै आशाले भरिएको भविष्य छ जुन मैले तिम्रो लागि योजना गरेको हुँ। म तिमीलाई अपार प्रेम गर्दछु। तिमी प्रतिका मेरा विचारहरू समुद्री तटका अनगिन्ती बालुवाका कानहरू जस्ता छन्। म गीत गाउँदै तिमीमा रमाउँछु। म तिम्रो भलाइ गर्न कहिल्यै पनि छोड्ने छैन। तिमी मेरो अति बहुमूल्य सम्पत्ति हौ। म तिमीलाई मेरो सारा समझ र सारा हृदय लगाएर स्थापना गर्न चाहन्छु। तिमीले आफ्नो सारा हृदयले मलाई खोज्यौ भने तिमीले मलाई भेट्टाउनेछौ। म तिमीलाई एकदमै राम्रोसँग चिन्दछु। तिमी ममा आनन्दित बन। तिम्रो सबै चाहनाहरू म पूरा गर्नेछु। तिमीमा भएका ती चाहनाहरू तिमीलाई मैले नै दिएको हुँ। म तिमीलाई तिमीले चिताएको भन्दा धेरै दिन सक्छु। तिमीलाई सबैभन्दा धेरै हौसला दिने व्यक्ति मै हुँ। म तिम्रो पिता हुँ। तिम्रा सारा आपद विपदमा म तिमीलाई सान्त्वना दिनेछु। तिम्रो हृदयमा चोट पर्दा म तिमीसँगै तिम्रो नजिक हुँदछु। ती समयहरूमा गोठालोले थुमालाई बोके चाहिँ मैले पनि तिमीलाई मेरो हृदयको नजिक बोक्दछु। एक दिन म तिम्रा सबै आँसुहरू पुछिदिनेछु। तिमीले यस पृथ्वीमा भोग्नु परेका सबै कष्टहरू हटाइदिनेछु। हेर, म तिम्रो बुवा हुँ। जसरी मेरो पुत्र येशूलाई मैले प्रेम गर्छु त्यसरी नै म तिमीलाई पनि प्रेम गर्छु। मेरो तिमीप्रतिको प्रेमको प्रतीक येशू हो। येशूलाई देख्नेले मलाई पनि देख्दछ। येशू मेरो हुबहु प्रतिरूप हो। येशू तिमीलाई दोष लगाउन आएको होइन, तर मैले तिमीलाई कति अपार प्रेम गर्दछु सो कुरो देखाउन आएका हुन्। येशूले तिमी र म बीच मिलाप गराउन क्रुसमा प्राण दिए। तिमीले येशूमा विश्वास गर्यौ भने म तिम्रा कुनै पापहरूको हिसाब राख्ने छैन।
मैले तिमीलाई कति धेरै प्रेम गर्दो रहेछ भनी जान्न क्रुसमा झुन्डिएको येशूलाई हेर। तिमीलाई बचाउनकै निम्ति मैले मेरा सबै प्रिय कुराहरू त्यागे, येशूलाई समेत बाँकी राखिन। तिमीले मेरो पुत्र येशूलाई ग्रहण गर्यौ भने तिमीले मलाई पनि ग्रहण गर्नेछौ र कुनै कुराले पनि हाम्रो सम्बन्धलाई तोड्ने छैन। हे मेरो छोराछोरी, अब त घर फर्केर आऊ। तिमी आयो भने हामी एकदमै ठुलो उत्सव मनाउनेछौँ। म सधैँ तिम्रो बुवा थिएँ र सधैँ नै तिम्रो बुवा भइरहनेछु। हे मेरो सन्तान, के तिमी घर फर्केर आउँछौ? म तिमीलाई पर्खिरहेको छु। ओहे तिम्रो प्रेमी बुवा, सर्वशक्तिमान परमेश्वर।